नमस्ते अनि हार्दिक हार्दिक स्वागत छ तपाईलाई यो मेरो हेल्थ युट्युब च्यानलमा। आज म एउटा विशेष विषयमा कुरा गर्दैछु। विशेष कुरा के छ भने धेरै दर्शकले मलाई सोध्नुभयो एकदमै छिटो झर्छ, 1 मिनेटमै झर्छ, यसको कारण के होला? यो कुनै रोग पो हो कि वा यसको उपचार कसरी गर्ने, कसरी कन्ट्रोल गर्ने, कसरी 1 मिनेटलाई चाहिँ लामो समयसम्म लैजान सकिन्छ? यस्ता धेरै कमेन्टहरू धेरै दर्शकहरूले मलाई गर्नुभयो। त्यसैले आज म तपाईहरुलाई 1 मिनेटमा झर्ने कारण के हो, त्यो कुनै रोगले गर्दा हो कि अन्य कुनै समस्या छ कि, यसको उपचार कसरी गर्ने र कति बेला डाक्टरलाई चेक गराउने, कति बेला एकदमै आत्तिनु पर्छ। सबभन्दा पहिला कुरा गरौँ 1 मिनेटमा झर्ने के तपाई मात्र हो, के तपाईको मात्र 1 मिनेट भित्रमा झर्छ? दुनियाँमा यस्ता धेरै पुरुष छन्। 100 जना पुरुषहरू मध्ये 40 जना पुरुष चाहिँ 1 मिनेट भित्रै झर्ने समस्याका कारणले एकदमै धेरै पीडित छन्। तर के हो भने 1 मिनेट भित्र झरिसकेपछि फेरि रिस्टार्ट गरेर कन्टिन्यू गर्न सकिन्छ कि सकिन्न भन्ने कुराको एकदमै ख्याल गर्नुपर्छ। यदि 1 मिनेट भित्रै झर्छ र त्यसपछि 2-3 घण्टा 4-5 घण्टासम्म रिस्टार्ट गरेर फेरि कन्टिन्यू गर्न सकिन्न भने त्यो चाहिँ एकदमै ठुलो समस्या हो। त्यसको उपचार गर्न अत्यन्तै आवश्यक छ र कारण खोज्न अत्यन्तै आवश्यक छ। कारण के हुन सक्छ र उपचार के हुन सक्छ म भिडियोमा भन्छु। अनिवार्य तपाई यो भिडियो अन्तिमसम्म अवश्य हेर्नु। र यदि 1 मिनेट भित्रै झर्छ तर 2 मिनेट 3 मिनेट पछि फेरि रिस्टार्ट गरेर कन्टिन्यू सम्भव गर्न सकिन्छ भने त्यो चाहिँ एकदमै सामान्य हो, यो समस्या हैन। तपाईले आफूले चाहेको अवस्थामा 1 मिनेट भित्र झरे पनि फेरि कन्टिन्यू गर्न सक्नुहुन्छ। लगभग 5 देखि 10 मिनेटमा गर्न सक्नुहुन्छ भने तपाई स्वस्थ हुनुहुन्छ। कम्तीमा आधा घण्टा भित्र चाहिँ रिस्टार्ट गर्न सक्नुहुन्न भने त्यो चाहिँ समस्या हो। यसको समाधान खोज्नुपर्छ, उपचार गर्नुपर्छ, कारण खोज्नुपर्छ। पहिलो नम्बर 1 कारण हो साइकोलोजिकल कारण, मानसिक साइकोलोजिकल कारणमा सबभन्दा पहिला एन्जाइटी, स्ट्रेस। यदि कुनै व्यक्तिलाई एन्जाइटी, स्ट्रेस, डिप्रेसन जस्ता केही न केही समस्याहरू छ भने त्यो समस्याको कारणले गर्दा 1 मिनेट भित्रै झर्ने समस्या आएको हुन सक्छ। अर्को के हुन्छ भने ओभर एक्साइटमेन्ट। कुनै व्यक्ति सेक्स प्रति ओभर एक्साइटमेन्ट हुन्छ, एकदमै धेरै उत्तेजित भएर धेरै छिटो आनन्द प्राप्त गर्न खोज्छ भने त्यो व्यक्तिलाई पनि 1 मिनेट भित्रै झर्ने समस्या हुन सक्छ। र अर्को के हुन सक्छ भने रिलेसनसिपमा समस्या। त्यो रिलेसनसिपमा भएको समस्याको कारणले गर्दा पनि 1 मिनेट भित्र झर्ने समस्या आएको हुन सक्छ। 2 नम्बर कारण शारीरिक कारण। शारीरिक कारणमा चाहिँ हर्मोनको समस्या हुन्छ। सेरोटोनिन हर्मोनको समस्या आयो भने व्यक्तिको लिङ्ग खडा नहुने र भइसकेपछि पनि सेक्स गर्दाखेरि 1 मिनेट भित्रै झर्ने समस्या आउने र लामो समयसम्म फेरि लिङ्ग खडा नहुने, जना नआउने समस्या आउन सक्छ। अर्को रोगको कारणले हुन सक्छ। यदि कुनै व्यक्तिको प्रोस्टेट ग्रन्थीमा समस्या आयो, प्रोस्टेट ग्रन्थी भनेको के हो तपाईलाई थाहा छैन भने सर्च गर्नु होला अथवा कमेन्ट गर्नु। प्रोस्टेट ग्रन्थीमा समस्या आयो भने, प्रोस्टेट ग्रन्थी सुन्नियो भने त्यो कारणले गर्दा पनि सेक्सुअल कन्ट्याक्ट गर्दाखेरि 1 मिनेट भित्रै एकदमै छिटो इजाकुलेसन हुने, छिटो झर्ने समस्या आउने र लामो समयसम्म लिङ्ग उत्तेजना नहुने समस्या आउँछ। र अर्को कारण के हुन्छ भने युरेथ्रा। युरेथ्रामा समस्या आयो, युरेथ्रा सुन्नियो, त्यहाँ केही न केही समस्या आयो, घाउ भयो भने त्यो कारणले गर्दा पनि छिटो झर्ने समस्या हुन्छ। युरेथ्रा भनेको के हो थाहा छैन भने कमेन्ट गर्नु होला, म त्यहाँ रिप्लाई दिन्छु। र अर्को भनेको सेन्सिटिभिटी। लिङ्गमा धेरै सेन्सिटिभिटी हुन्छ भने 1 मिनेट भित्र झर्ने समस्या हुन्छ। धेरै हस्तपैठन गर्ने बानी थियो भने पनि सेक्सुअल कन्ट्याक्ट गर्दाखेरि छिटो झर्ने समस्या हुन सक्छ। अब के गर्न सकिन्छ भने सबभन्दा आफ्नो घरयासी, आफ्नो व्यवहारिक कुराहरूलाई अलिकति फोर्स गर्ने, सुधार्ने गर्न सक्छ। पेल्भिक फ्लोरको एक्सर्साइज गर्नुपर्छ, त्यसलाई किगल एक्सर्साइज भनिन्छ। पेनिस भएको एरिया हुन्छ, त्यो एरियाको एक्सर्साइज जति गर्नुहुन्छ त्यो एरिया जति बलियो, तन्दुरुस्त, स्वस्थ बन्छ, त्यो धेरै सेक्स लामो समयसम्म गर्न सक्नुहुन्छ। एकदमै फोर्स गर्नुपर्ने भनेको स्टप एन्ड स्टार्ट। तपाईले झर्न लाग्यो भने रोक्ने, आफ्नो दिमागले कतै डाइभर्ट गर्ने, कतै न कतै दिमागले घुमाउने, अन्य कुराहरू सोच्ने, झर्न नदिने र फेरि इसारे गर्ने विधि तपाईले अपनाउनु भयो भने त्यो एकदमै राम्रो विधि हो, एकदमै प्रभावकारी विधि हो। तर प्रयोग चाहिँ तपाई आफैले गर्नुपर्छ। तपाई आफूले आफ्नो मनलाई
कन्ट्रोल गर्न सक्नुपर्छ। तपाईँले विश्वास गरेर यसलाई अपनाउनु भयो भने यसले चाहिँ एकदमै राम्रो, कुनै पनि साइड इफेक्ट बिना तपाईँले आफूलाई सन्चो पार्न सक्नुहुन्छ। एकदमै प्रभावकारी छ। यसलाई एकदमै ख्याल गर्नु होला, फोकस गर्नु होला। दराज.com मा लगायतका विभिन्न ठाउँमा चाहिँ तपाईँले अन्डमहरू, जेलहरू पाउन सक्नुहुन्छ, जसले तपाईँको सेन्सिटिभिटी कम गराएर झर्ने समस्यालाई अलिकति लामो समयसम्म लैजान सक्ने कन्डम र जेल लगायतका केही साधनहरू छन्। तपाईँले त्यो पनि प्रयोग गर्न सक्नुहुन्छ। 1 मिनेटभित्र झर्ने र लामो समयसम्म लिङ्ग खडा नहुने समस्या भएको 3 महिना घटिसक्यो, 3 महिनाभन्दा धेरै भयो भने तपाईँ तत्काल गएर चेक गरेर गाइनेकोलोजिस्ट अथवा यौन रोग विज्ञसँग तपाईँले अनिवार्य चेकअप गर्नुहोला। अर्को, तपाईँले सेक्सुअल कन्ट्याक्ट गर्दाखेरि स्टार्ट गर्न नपाउँदै झरिसक्छ र यसको पनि आनन्द लिनै पाउनु भएको छैन भने पनि तपाईँले तुरन्त गएर चेकअप गरेर उपचार अनिवार्य गर्नुहोला। तपाईँले भिडियो कसलाई भिडियो मन परेमा कमेन्ट, लाइक, धेरैभन्दा धेरै सेयर र सब्सक्राइब गरेर हाम्रो च्यानललाई साथ दिनुहोस् ताकि आउँदै गरेका स्वास्थ्य सम्बन्धी विभिन्न खालको भिडियो तपाईँको माझमा सजिलै आइदियोस्। धन्यवाद।